स्वच्छ वातावरण। वातावरण शब्द दुईवटा शब्दहरू परि, वरिपरि र आवरण ढाकिएको वस्तु मिलेर बनेको छ। हाम्रो वरिपरि रहेका सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको समष्टिगत रूप नै वातावरण हो। स्वच्छ वातावरण भन्नाले वायु, पानी, जमिन र आवाजको प्रदूषण रहित अवस्थालाई बुझिन्छ, जहाँ शुद्ध हावा, सफा पानी, हरियाली वनजङ्गल, स्वच्छ सडक तथा स्वस्थ जीवनशैलीका लागि आवश्यक प्राकृतिक स्रोतहरू सुरक्षित हुन्छन्। त्यस्तो वातावरणलाई स्वच्छ वातावरण भनिन्छ। स्वच्छ वातावरण मानव जीवनको अस्तित्व र विकासका लागि अपरिहार्य तत्त्व हो। प्रकृतिले हामीलाई उपहार स्वरूप स्वच्छ वातावरण दिएको छ, तर आधुनिकता र विकासको अन्धो दौडमा मानिसले यसलाई धमिलो बनाउँदै लगेको छ। स्वच्छ वातावरणले मानिसलाई स्वस्थ, सुरक्षित र सुखी जीवन बिताउन मद्दत गर्छ। यदि वातावरण स्वच्छ छैन भने विभिन्न प्रकारका रोगहरू फैलिन्छन्, प्राकृतिक सन्तुलन बिग्रन्छन् र मानव जीवनमा सङ्कट पर्न सक्छ। त्यसैले स्वच्छ वातावरण आजको आवश्यकता मात्र नभई भविष्यका पुस्ताका लागि पनि महत्त्वपूर्ण सम्पत्ति हो। संयुक्त राष्ट्र सङ्घले पनि स्वच्छ वातावरणलाई मानवको आधारभूत अधिकारको रूपमा परिभाषित गरेको छ। स्वच्छ वातावरणको महत्त्व। स्वच्छ वातावरण मानव स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ। शुद्ध हावा र सफा पानीले मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ। स्वच्छ वातावरणमा रोगहरूको जोखिम कम हुन्छ। मानिसको कार्यक्षमता बढ्छ र जीवनस्तरमा सुधार आउँछ। स्वच्छ वातावरणले जैविक विविधताको संरक्षण गर्न पनि सहयोग गर्छ। वनस्पति र जनावरहरू प्राकृतिक रूपमा बाँच्न पाउँछन्। यसले पृथ्वीको पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। स्वच्छ वातावरणले आर्थिक विकासमा पनि योगदान पुर्याउँछ। वातावरणीय प्रदूषण कम हुँदा स्वास्थ्य उपचारमा हुने खर्च घट्छ। पर्यटन क्षेत्रको विकास हुन्छ र प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्न सकिन्छ। नेपालमा स्वच्छ वातावरणको अवस्था र सम्भावनाहरू। नेपाल प्राकृतिक हिसाबले अत्यन्तै धनी राष्ट्र हो। यहाँ विश्वकै सर्वोच्च शिखर सगरमाथा छ, हरियो पहाड र वनजङ्गलहरू छन्। तर बढ्दो सहरीकरण र गरिबीका कारण वातावरण प्रदूषण चर्को रूपमा बढ्दो छ। काठमाडौँ उपत्यकाको हावा अक्सर अस्वास्थ्यकरको सूचीमा रहन्छ, तर सकारात्मक पक्ष के छ भने नेपालमा पुनः हरियाली ल्याउने अथाह सम्भावना पनि छ। सामुदायिक वनको सफल मोडेल यसको उत्कृष्ट उदाहरण हो। सरकारी स्तरबाट हरियो नेपाल, स्वच्छ नेपाल जस्ता अभियानहरू चालेका छन्। स्थानीय तहहरूमा प्लास्टिक प्रतिबन्ध, खुला दिशामुक्त क्षेत्र घोषणा, नदी सरसफाइ जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। विद्यालयका बालबालिका, युवा क्लब, महिला समूहहरू यस क्षेत्रमा सक्रिय छन्। यदि हरेक नागरिकले आफ्नो कर्तव्य बुझ्यो भने नेपाललाई सफा र हरियो राष्ट्र बनाउन सम्भव छ। वर्तमान अवस्था र चिन्ताजनक पक्षहरू। विश्व स्वास्थ्य सङ्गठन WHO को तथ्याङ्क अनुसार विश्वभर प्रत्येक वर्ष लगभग 70 लाख मानिसहरू वायु प्रदूषणका कारणले समय पूर्व मृत्युको शिकार हुन्छन्। नेपालमा पनि काठमाडौँ उपत्यका सहितका प्रमुख सहरहरूको हावा स्वास्थ्यको दृष्टिकोणले हानिकारक बन्दै गएको छ। बागमती, विष्णुमती जस्ता नदीहरू औद्योगिक फोहोर र ढलले प्रदूषित भएका छन्। ग्रामीण क्षेत्रहरूमा पनि रासायनिक मल र विषादीको अत्याधिक प्रयोगले माटो र भूमिगत पानी दूषित बन्दै गएको छ।
प्लास्टिक जन्य फोहोरहरूले जलमार्ग थुनेको छ र जल जीवहरूको जीवन सङ्कटमा परेको छ। सहरी क्षेत्रमा सवारीको धुवाँ, कलकारखानाको धुवाँ, निर्माण कार्यको धुलो र कचरा उठाउने क्रमले हावालाई विषाक्त बनाएको छ। वातावरण प्रदूषणका कारणहरू। आज विश्वभर वातावरण प्रदूषण एक गम्भीर समस्या बनेको छ। यसको मुख्य कारण मानवका गतिविधिहरू नै हुन्। उद्योग धन्दा, सवारी साधन, प्लास्टिकको अत्याधिक प्रयोग, वन विनाश, अव्यवस्थित सहरीकरण तथा फोहोर मैला व्यवस्थापनको कमीले वातावरण प्रदूषित भइरहेको छ। सवारी साधनबाट निस्किने धुवाँले हावा प्रदूषित बनाउँछ। उद्योगहरूबाट निस्किने रसायन तथा फोहोरले नदी, ताल र जमिन प्रदूषित बनाउँछन्। प्लास्टिक जन्य वस्तुहरू लामो समयसम्म नष्ट नहुने भएकाले वातावरणमा ठुलो असर पार्छन्। त्यसै गरी जनसङ्ख्या वृद्धि र प्राकृतिक स्रोतहरूको अत्याधिक दोहनले पनि वातावरणीय समस्या बढाइरहेको छ। वातावरण प्रदूषणका असरहरू। वातावरण प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। प्रदूषित हावाका कारण दम, फोक्सोको रोग, एलर्जी तथा मुटु सम्बन्धी रोगहरू बढिरहेका छन्। प्रदूषित पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड जस्ता रोगहरू फैलिन्छन्। प्रदूषणले जलवायु परिवर्तनलाई पनि तीव्र बनाएको छ। विश्वको तापक्रम बढ्दै गएको छ, जसका कारण हिमालहरू पग्लिरहेका छन्, समुद्री सतह बढिरहेको छ र प्राकृतिक विपत्तिहरूको जोखिम बढेको छ। बाढी, पहिरो, खडेरी तथा अनियमित वर्षा जस्ता समस्याहरू बढ्दै गएका छन्। वन विनाशका कारण जैविक विविधता घट्दै गएको छ। धेरै वनस्पति र जनावरका प्रजातिहरू लोप हुने अवस्थामा पुगेका छन्। यसले प्राकृतिक सन्तुलनमा नकारात्मक असर पारिरहेको छ। स्वच्छ वातावरण कायम गर्ने उपायहरू। स्वच्छ वातावरण कायम गर्न सबै नागरिकको सक्रिय सहभागिता आवश्यक छ। सर्वप्रथम फोहोरलाई जथाभावी फाल्नु हुँदैन। फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर व्यवस्थापन गर्नुपर्छ। प्लास्टिकको प्रयोग कम गर्नुपर्छ। कपडाको झोला तथा पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरूको प्रयोग बढाउनुपर्छ। यसले वातावरणीय प्रदूषण घटाउन मद्दत गर्छ। वृक्षारोपण स्वच्छ वातावरणका लागि महत्त्वपूर्ण उपाय हो। रुखहरूले हावामा रहेका कार्बन डाइअक्साइड अवशेष गरी अक्सिजन उत्पादन गर्छन्। त्यसैले प्रत्येक व्यक्तिले वर्षमा कम्तीमा केही बिरुवा रोप्ने र संरक्षण गर्ने बानी बसाल्नुपर्छ। सार्वजनिक यातायातको प्रयोग बढाउनुपर्छ। सकेसम्म पैदल हिँड्ने, साइकल चलाउने तथा वातावरण मित्री सवारी साधन प्रयोग गर्नुपर्छ। यसले वायु प्रदूषण कम गर्न सहयोग पुर्याउँछ। नेपालमा स्वच्छ वातावरणको अवस्था। नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो। यहाँ हिमाल, पहाड, नदी, ताल तथा वनजङ्गलको प्रशस्तता छ। तर पछिल्लो समयमा सहरीकरण, वन फडानी, सवारी साधनको वृद्धि तथा फोहोर व्यवस्थापनको समस्याका कारण वातावरणीय चुनौतीहरू बढिरहेका छन्। सरकार, विभिन्न सङ्घ-संस्था तथा नागरिकहरूले वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। वृक्षारोपण, सरसफाइ अभियान तथा वातावरणीय शिक्षाका माध्यमबाट जनचेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको छ। यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक छ। स्वच्छ वातावरण स्वस्थ र सुखी जीवनको आधार हो। वातावरण संरक्षण गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। स्वच्छ वातावरण बिना मानव जीवनको कल्पना गर्न सकिँदैन। प्रदूषण नियन्त्रण, वृक्षारोपण,
फोहोर व्यवस्थापन तथा प्राकृतिक स्रोतहरूको संरक्षण मार्फत हामी वातावरणलाई स्वच्छ राख्न सक्छौँ। आज हामीले वातावरण जोगायौँ भने मात्र भविष्यका पुस्ताले सुरक्षित र स्वस्थ पृथ्वी प्राप्त गर्नेछन्।